ल हाम्रो दाजुहरू पनि हुनुहुँदो रहेछ त बिग साउट आउट टु विपिन कार्की अनि हाम्रो दाजु भन्ने दाजुलाई पनि बिग साउट आउट अर्को अनि लाउरे दाई आइसकेपछि त अनि पोखरा त सकिएन त नि एकजना भर्खर उदाउँदै गरेको सितारा अर्को उदाइसकेको सितारा लाउरे दाईको गाना आएको छ अरे हाम्रो जेम्सी सोल्टीसँग हेरिदिउँ न त है जय रावण अन द फोन हेलो ओए रणमती छ रावण त यता पो छ त अनुहार त रावण जस्तो त यार ए ल हुन्छ फिल्म हो कि गीत हो रावण भनेर फोन आयो तर उठाउने चाहिँ रावण जस्तो छ नि त यार सरी दाजु है माइन नगरौँ है दाजु फेरि म्याचकिन भाइ के भनिस् सरी भन्नु होला नि फेरि वी पोखरा एप कस्तो गेटअप हो रणमती ड्रिप भन्छ यस्तोलाई कि के भन्छ यार केटा हो हेलो टोपी छ अनि हाफ बेस्ट छ यार आम्बो यस्तो हो नि त गेटअप भनेको रणमतीको चाहिँ टोपीमा अनि टोपीमा हाफ बेस्ट जाडो छ कि गर्मी छ भनेर अब छुटाउन गाह्रो छ भन्नु खोजेको चाहिँ पोखरा भनेपछि गीतको नामै पोखरा भनेपछि पोखराको क्लाइमेट चाहिँ अब आधी जाडो आधी गर्मी हुन्छ भन्ने टाइपले एकैछिनमा जाडो एकैछिनमा गर्मी चेन्ज भइरहेको छ भन्नु खोजेको होला सायद यो भेषले चाहिँ यो वेशभूषा भन्ने के भन्छ त्यस्तै ए ल हुन्छ लेट्स युनाइट फर पोखरा वी पोखरा पोखरामा अब कस्तो कस्तो मान्छेहरू रहेछन् भनेर अब यस्तो छ क्या हेरौँ है एउटा बडी बिल्डर जिम बाहिर कफी खाइरहेको जस्तो छ एउटा लड्की दिदीबहिनीको यता पनि जिम गरिरहेको छ यता बिजनेसम्यान अरे भन्नाले हामी चाहिँ अब पोखराको लागि एउटा हामी युनाइट हुँ न हामी सबैजना भनेर मेसेज पठायो त्यो अघिको जुटीले है सबलाई आयो यता पनि आयो डक्टरलाई पनि नर्सलाई पनि आयो यहाँ रणमतीको छोरी डिबी भन्ने जुटीलाई पनि आयो होइन डिबी भन्ने जुटी लेदरको ज्याकेट लगाएर डिबी भन्दै गरेकोलाई पनि आयो यता नेतागिरी होला यता चाहिँ होइन यता नर्सलाई आयो भनेको सबै प्रोफेसनलाई आयो भनौँ न मिलाएर होइन सबै प्रोफेसनलाई मेसेज गयो पोखराभरि अब युनाइट हुनु फेवाताल तर पोखरा इज लास्टै ब्युटिफुल है नेपालको सबसे ब्युटिफुल सिटी होला यार पोखरा एकदम राम्रो सहर यो हाम्रो सहर पोखरा सिटी सबलाई घुम्ने रहर लामा चौर चोलबोटनी फुलबारी बगर बेचले भरिएको महानगर तल गए छोरे पाटन माथि गए बाजा पाटन टिप सङ्गम लाली गुरा सबजनालाई अभिवादन सोली बाप्स भायाहरू राम्रो राम्रो भायाहरू पोखरामा आऊ तिमीलाई भेट्छौ धेरै दादाहरू सञ्चले हामी गण्डकी अञ्चले पनि गरिन्छ मञ्चले लेक्साइडको झिलिमिली आँखा मेरो तिरिमिरी देवताको छेउमा बसिरहेछ सब पोखराको बारेमा गाइदिएको रहेछ क्या लभली यार जेम्सी जुटी यतिको अब पोखराबाट यतिको हिटमा आइसके पछाडि पोखराको लागि एउटा गीत त बन्ताएन यार यत्रो सपोर्ट गरिरहेको हुन्छ उसलाई पोखरा इन द च्याट केटा हो सबजनाले जेम्सी सोल्टी इन द च्याट जेम्सी चाहिँ मेरो एकदमै मिल्ने मान्छे हो केटा हो है हामी सोल्टी हामी एकदमै जिग्री मान्छे हो जेम्सीको लागि अलवेज लभ छ हाम्रो तर्फबाट पोखराको लागि अलवेज लभ छ है त पुल पारी पुल वारी हिँड्छौँ हामी हुल बानी गर्छौँ हामी मन मानी पोखरामा अर्को पोखराको जङ्किता आउने बाँकी नै रहेछ ओम हरे राम के पाइस गणेश मुन्ची भित्र गराउनु भन्ने गाना सुनेको होइन त अस्ति हामी लाउरे दाईको अनि लाउरे दाई आइसकेपछि त अनि पोखरा त सकिएन त नि एकजना भर्खर उदाउँदै गरेको सितारा अर्को उदाइसकेको सितारा भित्रबाट गणेश भित्रबाट भन्ने गाना सुनेको होइन त अस्ति लाउरे दाईको हामीले लभली लाउरे दाई ओपी इन द च्याट कडा हो लाउरे दाई पनि मेरो एकदमै जिग्री दाई हुनुहुन्छ है हामी भेटघाट त धेरै भएको छैन रोडिजमा भेटेको दाईसँग मैले
सबै रिलिजनहरू पनि बस्नुहुन्छ, युनिटी इन डाइभर्सिटी छ पोखरामा भनेर देखाउन खोज्नु भएको छ। अब मुस्लिम, हिन्दू, बुद्धिस्ट सबै देखाउनु भएको छ। भेटरन फुटसल प्लेयरहरूलाई पनि देखाउनु भएको छ है। मैले पहिलो चुम्मा खाए पोखरामा तान्ने गाजाको पहिलो सर्को मैले पोखरामा मेरा ग्राहहरू टन्नै छन् है पोखरामा साई। तर मैले यार जतिसुकै नेपालमा ऱ्यापर आए पनि होइन, यो लाउरे दाईको जोस जागर, उसको आवाज, उसको उयो चाहिँ खतरा लाग्छ यार मलाई। जोसमा दम भएको क्या भन्नाले ऱ्यापरहरू त अब्बर र बबाल छन् नेपालमा होइन, तर लाउरे दाईको जस्तो त्यो जोस छ नि त्यो मैले अब्बर हुन्छ क्या त्यो। जस्तै यहाँ हेर न कस्तो कराउँछ क्या भन्नाले। मरेपछि पनि जल्छु मै पोखरामा, मैले पोखरेली पारा अझै छैन फेरेको, यहाँ माछा पुछ्रेले फेवा तालमा ऐना हेरेको। गाह्रो छ पट्याउन पोखरेली मैसाब, भाग्य मानि त्यो जसको छ पोखरेली ज्वाइँसाब। झगडा लफडा सबभन्दा तगडा, टोलमा अखडा नदेखा धेरै नखरा, मुस्किल है बङ्गरा होला फेरि लङ्गडा, खाइ नपाएको साइड नदेखा पोखरेलीसँग जङ्गला। एडम बम लाउरे जेम्सीको पियरबाट गजन छ दाजुभाइको जङ्गलको शेरबाट, माकसम मैले कोरेको शब्दको अक्षरबाट, सुन्दैछस् गीत पोखराको हुनेवाला मेयरबाट। पोखरामा जन्मे हुर्के होले हिँडे पोखरामा, पोखरा सिटी पोखरा ल हाम्रो दाजुहरू पनि हुनुहुँदो रहेछ त यार। बिग साउट आउट टु विपिन कार्की अनि हाम्रो दाजु भन्ने दाजुलाई पनि बिग साउट आउट। अर्को दाजु मुझे त्यो यो पखेटाले रगतको चिठी लेख्ने दाजुलाई पनि बिग साउट आउट है। ताले तालको ताल हेर्दै पोखरामा, पोखरामा परेमा लोकल केटो ऱ्यापिङ गल्ली गोरेटो वेस्ट साइड बिच। पोखरामा ओम हरे रामा fucking no more drama, no more drama अब हाम्रो पोखरामा ड्रामा ड्रामा ड्रामा। डाइरेक्टर हो क्या यो दाजु?